जेठान लौरो हुन दिउ लौरो ओ ल ल ल राम्रोसँग तरै खोला ल ल्याङ कुरा नहाल्नु हेर ल यहाँ कस्तो माटो गाउँ खण्डमा मजा आयो दाजुले धाना निकै अब मैले एकछिनपछि मैले पुग्छु माटो चाहिँ हाम्रो दल थुन्ने काम भइरहेछ आज नाइट मजाले भात खाने हो माछा मारेर आएर यो लुगा लुच्चुकै भिजा छ जाडो भएको थथर कामे छ साथी हो ल साथीहरू हामी अब अहिले चाहिँ 6 बज्नु लाग्यो अब हामी मन झगाउन लागिरहेछौँ खोला यो हो यता स्यार्लाप्पै सुकाइदिने हो यता यता हामी अब मन झगाउन लागिसक्यो राति माछा मार्ने हो अब रातिको हाम्रो भ्लग पनि हेर्नु होला जस्तो छ ल कसो यार अब बोलेर माटो पुग्छ किन होला त्यो होला यो अबिर आँसुले एक थुम्ची माछा पनि पुग्नु सकेन जहिले के त्यो हिसाब यार तपाईँ साह्रै तपाईँको फनेर सुत्दै निकाल्ने एक थुम्ची मार्नु सकेन भने तपाईँ के खाँदै एक थुम्ची मार्नु पनि पुग्नु सक्दैन यस्तो नि भिडियो बनाउँछ त अनि मान्छे त कहाँ हो कहाँ मोबाइल त यार ल बिस्तारै जानु यो थुम्चे भरि माछा आउँछ भरे ल माछा भेटेछ रे यता आमा पाहा माछा पाउँदो रहेछ ल ओ ल ठिक छ यार यता मार्नु चाहिँ को हो नि हजुर जाल केटाले हान्दैछ आमामा रात पर्छ दाइ माछा भेटेछ र कता कता यता हेर्नु दाइ तपाईँ यता हेर्नु माछा भेटेछ र आमा यार मन त झकायो माछा कहाँ गयो यार ठुल्ठुलो माछा यार माछा छ यार मैले एउटा ठुलो माछा मार्दैछ जाडो भएर यस्तो आगो ताप्दैछ आमामा अहिले हाम्रो रात पर्छ माछा यस्तरी मारिरहेछ त्यहाँ आउ फेरि ताबिरहेछ केटाहरू कोही कोही तल्लो ऊ त्यहाँ बत्ती बढी ठाउँमा मारिरहेछ कोही साथीहरू यता मारिरहेछ कोही साथीहरू यता मारिरहेछ म पनि यस्तो मारिरहेछु लास्ट जाडो भएको छ यहाँ लास्ट जाडो भएको छ ओहो माछा चाहिँ मार्नुपर्छ है साथीहरू माछा मार्छ माछा कहाँ छ ओ माइ गड ल हामी चाहिँ आज माछा मार्ने क्रममा चाहिँ खोलामा छौँ यस्तो काँझघारीमा छौँ यो खोला बगिरहेछ टक्क लाएर केटाहरू छ माछा पनि खासै मारेको छैन खोला त यस्तो बगिरहेछ यहाँ खोला बगिरहेछ खोलाको बगरमा हो टक्क लाएर आज ल ल ल ल माछा खासै पाएको छैन हामी जस्ट रमाइलो गरिरहेको छ आजको नाइट चाहिँ माछा मारेर रातभरि माछा मारिरहेछौँ ल माछा चाहिँ हामीले आज राति हन्टिङ गरेर अब दल थुनेर चाहिँ यति मार्यो केटा कोही त्यहाँ मार्दैछ कोही यता जाल हान्दैछ खोलामा कोही माछा यति नै छैन हेर आजलाई ल केटा ओ ल छिटो 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 जाडो भयो जाडो 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 आमामा बेहाल भयो यार ल जाडो भएर आएको ताप्दैछौँ हामी यति नै रहेछ माछा ल कति मार्यो कसो माछा कसो कसो ओ माछा त कन्डै रहेछ यार आमा लगेर माछा मारेर निकाल झिकेर हाल हजुर ए कति खाने रक्सी पनि खाँदा खाँदा म त वाक्कै भएछ यार केटा यार लगेर रातको अहिले हामी समथिङ अहिले 9 बजिसक्यो अझै पनि हामी खोलामै छौँ रात परेपछि दल थुनेको होइन ल यस्तो छ है जस्ट रमाइलो हाम्रो हामी एकदम रमाइलो छ र अहिले घर फर्किँदैछौँ आज रातको 12 बजे दाजु दाजु लोरो लोरो ए लोरो लोरो यो लोरो Oh my god. के लोर दिन केटा होला
केटा लोरो चाहिन्छ भने ल खोला तर्दो छ हाम्रो साथीहरू चाहिँ मैले ल खोला यत्रो छ बिचा केटाहरू बस्यो ल ल ल ल है माछा घोप्टीलाई केटा जाल पनि घोप्टीले लोरो ल लोरो बिचा गएर छ केटा ल है ल है ल है तर सक्सेस म त लम्बै डुबिसक्यो यार लात्तै भिजिसक्यो यार ओ त्यहाँ हाम्रो भतिजा अरे माथि गएको भतिजा गएर छ गर्छ केटा यार म लम्बै डुबिसक्यो चिसो भइसक्यो जाडो भइसक्यो यार ल केटा माछा कति बारे ल सब ल ल राम्रोसँग आउनु ल त्यहाँ आएको फेरि है त्यहाँ आएको फेरि हामी आइरहेको छ लम्मै गएर छ क्या यहाँनिर आउनु आउनु यता हाल गर्छ कि फेरि बाल्नु त बोल्छ कि ल ल नाति अगाडि न ल केटा त सब लाल र मात्रै हिँडेको ल ल ल जाऊँ ल हुन्छ दाइ ल ए त्यो रक्सी दाइ यता ल्याउनु ल हस् रक्सी बोतल नछोडे केटा रक्सी बोतल नछोड ए यो भनेको माछ चिक्ने बरम च्याल मुजी छाट खल्ली बली ल हामी चाहिँ अब चाहिँ टक्कला र माछा मारेर आएपछि आज यहाँ चाहिँ टक्कला र भात खाँदैछौँ यो घरमा चाहिँ